गाउँ घरमा चाहिँ अब सुँगुर भन्छ नि होइन, सुँगुरको मासु खान कतिको गाह्रो हुँदो रहेछ भन्ने कुरा होइन तपाईँहरूले देख्न सक्नुहुन्छ। अब यस्तो होइन, यस्तो मात्र खान्छ सुँगुरले, अब यो कर्कुलो भन्छ यता चाहिँ। अब यस्तो हुन्छ, यत्रो यत्रो होइन, यस्तो ठाउँमा अब छिरी काट्नुपर्छ है। यस्तोहरू खाने भए पनि त अब झम्कार्दै हालिदिनु पकाउँदै होइन। अब खोज्नु आयो 3-4 घन्टामा यति हुन्छ भेला होइन। अब कतै कतै त लेकतिर त भइराखेको नि हुन्छ होइन। बेसीमा चाहिँ यस्तो छ है, सुँगुरको मासु खाएर दिनभरितिर ढल्किने होइन। यस्तो छ क्या अब सुँगुरको मासुमा पल्किने दिनभरितिर ढल्किने होइन। यस्तो नसँग कता अब छेत्रिनीतिर ढल्किनु पनि गाह्रो छ नि यता त है। अब त्यही हो, अब जहाँ रक्सी पकाउनेहरूले चाहिँ अब त्यस्तो खासै यस्तोहरू खोज्नु पर्दैन, नभए त सबैले नि गाउँघरमा चाहिँ अब सुँगुर पाल्नेहरूले चाहिँ खोजिरहेको हुन्छ होइन। त्यही भएर सुँगुर पाल्नु चाहिँ गाह्रै छ क्या। अब पालेन भने पनि अब छेत्री जस्तै गरेर बसेछ भन्छ होइन। त्यही हो, के गर्नु त गाह्रो छ। अब गुन्द्रुकको चोक्टा वाम खानु त मजा आउँछ तर यस्तो छ दुःख है। यस्तो छ ठाउँ खोज्ने चाहिँ चारो खोज्ने अब यस्तो खोल्सामा। अब यो पानी बगेन भने अब यो पनि